नमस्कार सबैजनालाई। के तपाईहरुको आँखामा पनि यस्तै खालको मासु पलाएको छ? यदि छ भने यो भिडियो तपाईहरुकै लागि हो। यस्तो मासु आँखाको सेतो झिल्लीमा पलाउने सामान्य खालको मासु। यसको कुनै त्यस्तो नराम्रो नकारात्मक असरहरू हुँदैन र यो बढ्दै बढ्दै गएर कुनै क्यान्सरमा परिणत हुने त्यस्तो पनि हुँदैन। आखिर कसरी पलाउँछ त यस्तो मासु? यस्तो मासु चाहिँ आँखाको भित्री नाकतिरको भागदेखि जहिले पनि कालो नानीतिर बढेको देखिन्छ। कुनै कुनै व्यक्तिहरुमा चाहिँ कहिलेकाहीँ बाहिरी भागदेखि कालो नानीतिर बढेको पनि देखिन्छ। यसलाई हामीले मेडिकल भाषामा चाहिँ अथवा आँखाको भाषामा चाहिँ टेरिजियम भन्ने गर्दछौँ हैन। यो चाहिँ कसरी हुन्छ भन्दाखेरि मोडिफाएबल र नन मोडिफाएबल रिस्क फ्याक्टर्स भनेर दुईटा खालको रिस्क फ्याक्टर्स हुन्छ। मोडिफाएबल भनेको चाहिँ परिणत गर्न सक्ने अथवा आफूले केही चेन्जेसहरु ल्याएर त्यसलाई कन्ट्रोलमा राख्न सकिने र नन मोडिफाएबल भनेको चाहिँ आफ्नो कन्ट्रोलमा नभएको कुराहरु हैन। सो नन मोडिफाएबल रिस्क फ्याक्टर्समा चाहिँ तपाईको जेनेटिक्स पर्छ हैन। तपाईको परिवारमा पहिलेदेखि नै यसरी मासु पलाउने समस्या छ भने अहिले तपाईको आँखामा पनि यस्तो मासुहरु सामान्यतया रूपमा पलाउन सक्दछ। दोस्रो भनेको उमेर हैन। जसरी उमेर बढ्दै जान्छ त्यसरी नै यो मासु चाहिँ आँखाको भित्री भागमा हुन सक्दछ। युजुअली 40 वर्ष कटेपछि चाहिँ यस्तो कमनली देखिन्छ, तर आजभोलि चाहिँ यङ व्यक्तिहरुमा पनि हामीले कमनली नै देखिरहेको हुन्छ। त्यसको मुख्य कारण भनेको चाहिँ सुक्खापन हो है। सुक्खापन चाहिँ हाम्रो अर्को मोडिफाएबल रिस्क फ्याक्टरमा पर्छ। तेस्रो नन मोडिफाएबल रिस्क फ्याक्टर भनेको चाहिँ जेन्डर हैन। जेन्डर भनेको चाहिँ केटा मान्छेहरुमा चाहिँ यो सामान्यतया बढी देखिन्छ र केटी मान्छेहरुमा चाहिँ अलि कम देखिन्छ हैन। त्यो चाहिँ यस्तो हुन्थ्यो पहिला चाहिँ अब केटा मान्छेहरुले बाहिरको काम बढी गर्ने, केटी मान्छेले घरको काम बढी गर्ने भन्ने हुन्थ्यो। त्यो कारणले गर्दाखेरि केटा मान्छेहरुमा बढी देखिने भन्ने हुन्थ्यो। तर अहिले चाहिँ अब केटाकेटी मानिसहरुमा उत्तिकै बराबर जस्तो पनि देखिन थालिसकेको छ। अब हामी मोडिफाएबल रिस्क फ्याक्टर्सको कुरा गरौँ हैन। मोडिफाएबल रिस्क फ्याक्टर्समा चाहिँ एक नम्बरमा चाहिँ के आउँछ भन्दाखेरि चाहिँ सूर्यको विकिरण हैन। सन एक्सपोजर चाहिँ पहिलो कारण हो। सूर्यमा तपाई जति धेरै एक्सपोज हुनुहुन्छ तपाईको आँखामा चाहिँ यस्तो मासु पलाउने सम्भावना त्यति नै बढेर जान्छ। दोस्रोमा चाहिँ डस्टी विन्डी इन्भाइरोमेन्ट हैन। सो धेरै धुलो हुने, हावा धेरै चल्ने वातावरणमा चाहिँ तपाईको आँखामा यो मासु पलाउने सम्भावना बढी हुन्छ हैन। अर्को चाहिँ ट्रपिकल क्लाइमेट भनेको चाहिँ तपाई जति घाम भएको एरियामा बस्नुहुन्छ हैन, तपाईको इन्भाइरोमेन्ट चाहिँ जति घाम भएको एरियामा पर्छ त्यति नै तपाईको आँखामा यस्तो मासु पलाउने सम्भावना बढेर जान्छ। चौथो भनेको ड्राई आइज हैन। सो आँखाको सुक्खापनको कारणले गर्दाखेरि पनि यस्तो मासु पलाउने देखिन्छ हैन। पाँचौं भनेको चाहिँ कन्टिन्युअस कन्ट्याक्ट लेन्स अथवा आँखामा कुनै चोटपटकले गर्दाखेरि आँखामा इरिटेसन भइकन पनि यस्तो मासु पलाउने सम्भावना रहन्छ। सिगरेट स्मोकिङ है। सिगरेट स्मोकिङ पनि एउटा मोडिफाएबल रिस्क फ्याक्टर हो। सिगरेटले गर्दाखेरि पनि आँखामा चाहिँ यस्तो मासु पलाउने सम्भावना चाहिँ देखिएको छ।